पूर्व राजा ज्ञानेन्द्रलाई अनुसन्धानको छानबिनको दायरामा ल्याएर कारबाहीको खडखडामा उठाउने हिसाबले अब अगाडि बढ्नु पर्दछ। नेकपा एमाले यो ठान्दछ। नेपाली जनतालाई फेरि एकपटक जिस्क्याउने कोसिस हुँदैछ। नेपाली जनताहरूको भावनामाथि खेलवाड गर्ने प्रयास हुँदैछ। नेपाली जनता अत्यन्तै सचेत छन्। एकपटक नेपाली जनताहरूको इतिहास सबैले फर्केर हेर्दा हुन्छ, सबैले हेक्का राख्दा हुन्छ। नेपाली जनताहरूले कहिल्यै उल्टो बाटो हिँडेका छैनन्। नेपाली जनताहरूले कहिल्यै पछाडि फर्केर हिँडेका छैनन्। नेपाली जनताहरू जहिल्यै अग्रगमनको बाटोमा हिँडेका छन्। 104 वर्षसम्मको राणा शासनलाई उल्टाएर राणा शासनको अन्त्य गरेर लगातारको प्रजातान्त्रिक आन्दोलनहरूमा, लोकतान्त्रिक आन्दोलनहरूमा, गणतान्त्रिक आन्दोलनहरूमा, चाहे 30 वर्षीय तानाशाही पञ्चायती व्यवस्थालाई ढाल्ने कुरामा होस्, चाहे त्यस पश्चातका हिंसात्मक राजनीतिहरूलाई हटाउने कुरामा होस्, चाहे राजा ज्ञानेन्द्रले कुरु गरेर शासन सत्ता हातमा लिएको कुरालाई लिएर राजतन्त्रको जरा उखेल्ने कुरादेखि लिएर अनेकन खालका हिंसात्मक, अनेकन खालका हानिकारक र विषाक्त विचारहरूलाई, त्यस्ता भावनाहरूलाई तह लगाउँदै नेपाल राष्ट्रलाई सक्लो राष्ट्र, नेपाल राष्ट्रलाई बलियो राष्ट्र, नेपाल राष्ट्रलाई स्वस्थ राष्ट्र, नेपाल राष्ट्रलाई समृद्ध राष्ट्रको रूपमा उभ्याउँदै नेपाली जनता बीचको आपसी सहिष्णुतालाई, सद्भावलाई खदिलो बनाउँदै नेपाली पहिचानलाई उच्च राख्दै नेपाली जनता जहिल्यै पनि अगाडि बढिरहेका छन् र बढिरहनेछन्। तर आज नेपाली जनतालाई जिस्क्याउने प्रयास हुँदैछ। त्यसैले एकपटक फेरि हामी चुपचाप बसेको, हामी आफ्ना आफ्ना व्यवसायहरूमा, पेसाहरूमा सामेल भएर मौनता देखिएको अवस्थामा यस्ता तत्त्वहरू एकपटक सलबलाएर हामीलाई फेरि जिस्क्याउन खोजिरहेका छन्। हामी सुरुमै खबरदार भन्न चाहन्छौँ, हामी सुरुमै उनीहरूलाई चेतावनी दिन चाहन्छौँ कि त्यस्ता खालका प्रयासहरू बन्द गरियोस्। आज दुनियाँ गणतन्त्रको युगमा छ, आज लोकतन्त्रको युगमा छ। त्यसैले त्यस्ता तत्त्वहरूले कहीँ कतै जनताका अधिकारहरूलाई खोज्नको निम्ति, प्राप्त उपलब्धिहरूलाई थिचोमिचो गर्नको निम्ति अनि आफ्ना प्रतिगमनकारी सोचहरूलाई लाद्नको निम्ति यस्ता खालका चाहना बोकेर अगाडि बढ्ने प्रयास नगरियोस्। नेपाली जनताहरू सहन तयार छैनन्। हामीले सबै खालका हिसाब किताबहरू समेत जनताहरूको बीचमा राख्ने बेला भएको छ। हामीले पूर्व राजावादीहरूलाई भनिरहेका छौँ, प्रतिगमनकारी शक्तिलाई भनिरहेका छौँ, सोधिरहेका छौँ। राजावादीहरूलाई हामी भन्न चाहन्छौँ, तपाईँहरूले आफ्नो पालामा जनतालाई रैती बनाएर राख्नुभयो, दास बनाएर राख्नुभयो। हामीले त नेपाली जनतालाई मालिक बनाएका छौँ। जनताको हातमा सार्वभौम सत्ता राखेर, निहित राखेर आज जनताले चुनेका प्रतिनिधिहरूले शासन सञ्चालन गर्ने प्रणाली हामीले स्थापित गरेर आज जनतालाई सुखी बनाउँदै, जनताहरूलाई समृद्ध बनाउँदै हामी निरन्तर अगाडि बढेका छौँ। तपाईँले आफ्नो समयमा नेपाली जनतालाई 35% पनि खाने पानी दिन सक्नु भएन। तर हामीले परिवर्तन पश्चात यस देशका नागरिकहरूलाई 95% खाने पानी उपलब्ध गराएका छौँ। तपाईँको पालामा बिजुली बत्ती 9% जनताले पनि बाल्न पाएका थिएनन्। तर आज हाम्रो पालामा हामीले ल्याएको परिवर्तन पश्चात 95% नेपाली जनताको घर दैलोमा उज्यालो बलिराखेको छ। कहीँ टुकी बाल्नु पर्दैन, लालटिन बाल्नु पर्दैन,